हेलो फ्रेंड्स, आज म हजुरहरूलाई द क्लासिकल पर्सपेक्टिभ अर थ्योरी अफ म्यानेजमेन्टको बारेमा सिकाउन गइरहेको छु। द क्लासिकल थ्योरी अफ म्यानेजमेन्ट इज द इनिसियल स्टेज अफ डेभलपमेन्ट अफ म्यानेजमेन्ट। यो चाहिँ पहिलो स्टेज अफ म्यानेजमेन्ट अफ डेभलपमेन्ट अफ म्यानेजमेन्ट हो। फोकसेस अन इफिसियन्सी, प्रोडक्टिभिटी एन्ड फर्मर अर्गनाइजेसनल एक्टिभिटी। यसले चाहिँ इफिसियन्सी, प्रोडक्टिभिटी र फर्मल अर्गनाइजेसनल स्ट्रक्चरको बारेमा रिसर्च गर्ने काम गर्छ। इट इन्क्लुड्स 3 डिफ्रेन्ट एप्रोचेस टु म्यानेजमेन्ट। यसको चाहिँ 3टा डिफ्रेन्ट एप्रोचेस अफ म्यानेजमेन्ट छ, जस्तै कि साइन्टिफिक म्यानेजमेन्ट थ्योरी, एडमिनिस्ट्रेटिभ म्यानेजमेन्ट थ्योरी, ब्युरोक्रेटिक म्यानेजमेन्ट थ्योरी। ओके, साइन्टिफिक म्यानेजमेन्ट थ्योरी। इट वाज डेभलप्ड बाई फ्रेडरिक विन्सलो टेलर, एफडब्ल्यू टेलर पनि भनिन्छ। ही इज नोन एज फादर अफ साइन्टिफिक म्यानेजमेन्ट, introduced to replace the traditional method of management where work was done based on guesswork. ट्रेडिसनल मेथड भन्नाले नि कस्तो भने वर्क चाहिँ गेसको आधारमा यस्तो यस्तो गर्दा चाहिँ हुन्छ, यो चाहिँ गर्नुपर्छ होला, यो गर्दा सही होला भन्ने हिसाबले वर्कहरू गरिन्थ्यो, न त कि प्रोपर प्लानिङ या एनी ट्रेनिङको आधारमा गरिँदैन थियो। फिलोसफी विथ डिस्कार्ड द ट्रेडिसनल मेथड अफ हिट एन्ड मिस। हिट भन्नाले लागो लागेन, वर्क यसरी गरिन्थ्यो क्या। रुल अफ थम, कसैले अब आएर गुड, यो चाहिँ गुड हो, यो चाहिँ गर्नुपर्छ भनौँ भने राइट भयो, यो चाहिँ यसरी गर्नु हुँदैन रङ हो भनेर थमको आधारमा गरिन्थ्यो भने त्यसलाई साइन्टिफिक मेथड भनिन्छ। र ट्रायल एन्ड मिस भनेको गर यो मेथडले गर हुँदैन, अर्को मेथडले गर हुँदैन भन्न खोजेको। विदाउट प्रोपर प्लानिङ चाहिँ वर्क हुन्थ्यो क्या, अफ म्यानेजिङ वर्क एन्ड वर्कर्स। प्रिन्सिपल अफ साइन्टिफिक म्यानेजमेन्ट, साइन्स नट रुल अफ थम। वर्क चाहिँ साइन्टिफिक मेथड अर एनालाइसिसमा गर्नुपर्छ, न त कि थमको आधारमा। गुड, कसैले गुड भन्यो भने गुडको आधारमा, कसैले ब्याड भन्यो भने ब्याडको आधारमा गर्नु हुँदैन। हार्मोनी नट डिस्कार्ड, वर्क चाहिँ म्युचुअल अन्डरस्ट्यान्डिङ बिट्विन वर्कर एन्ड म्यानेजमेन्टको आधारमा गर्नुपर्छ टु एचिभ अ कमन गोल। कोअपरेसन नट इन्डिभिजुअलिजम, म्यानेजमेन्ट एन्ड वर्कर्स सुड वर्क टुगेदर इन्स्टेड अफ कम्पिटिङ विथ इच अदर। मै जान्ने हो, मै बाटो हो भनेर आफै काम गर्नु भएन, कोअपरेसन बनाउनु पर्यो। डेभलपमेन्ट अफ इच वर्कर टु हिज म्याक्सिमम इफिसियन्सी, वर्कर चाहिँ इफ साइन्टिफिकली सेलेक्टेड, ट्रेन्ड एन्ड डेभलप टु पर्फर्म द टास्क इन अ बेस्ट पोसिबल वे। डिभिजन अफ वर्क एन्ड रेस्पोन्सिबिलिटी, म्यानेजमेन्टले प्लान र डिजाइन अफ वर्करले गर्ने हिसाबमा बनाइदिनुपर्छ र एकोर्डिङ टु देयर स्किल त्यो कामलाई एसाइन गर्नुपर्छ। स्ट्यान्डर्डाइजेसन अफ टुल्स एन्ड मेथड, स्ट्यान्डर्ड टुल्स र मेथड युज गरेर वर्क गर्नुपर्छ टु इन्क्रिज इफिसियन्सी एन्ड रिड्युस वेस्ट। साइन्टिफिक सेलेक्सन एन्ड ट्रेनिङ, वर्कर चाहिँ सेलेक्टेड एन्ड ट्रेन्ड साइन्टिफिकली हुनुपर्छ एकोर्डिङ टु देयर स्किल एन्ड जब रिक्वायरमेन्ट। लेट्स डाइभ इन्टु नेक्स्ट। Contribution or advantages, increase in production by effective planning and controlling use of modern machine and tools, optimum utilization of resources. इन्क्रिज इन प्रोडक्सन बाई इफेक्टिभ प्लान, इफेक्टिभ प्लानको आधारमा वर्क चाहिँ गर्नुपर्ने हुन्छ। मोडर्न मेसिन्स र टुल्सको प्रयोग गरेर टु अप्टिमम युटिलाइजेसन अफ रिसोर्सेस, मिनिमाइज द कस्ट अफ प्रोडक्सन एन्ड इन्क्रिज
प्रफिट, यो बुझिहाल्नुभयो। डेभलप वर्कर इफिसियन्सी थ्रु मोडर्न मेसिन एन्ड टुल्स एन्ड प्रोपर रेमुनेरेसन सिस्टम। वर्कर चाहिँ मतलब मोडर्न मेसिनको थ्रु वर्क गरेर गर्नुपर्छ र प्रोपर रेमुनेरेसन भन्नाले पारिश्रमिक, उनीहरूले गरेको हिसाबमा काम गरेको हिसाबमा उनीहरूलाई पारिश्रमिक दिनुपर्ने हुन्छ। मिनिमाइज द डिग्री अफ कोअपरेसन बिट्विन इम्प्लोयर एन्ड इम्प्लोइ। इम्प्लोयर भन्नाले काम दिने मान्छे, संस्था होस् इन्टाइटी होस् जेसुकै होस्, काम दिने मान्छे, उनीहरूको रिलेसन चाहिँ राम्रो बनाउनु पर्ने हुन्छ। इम्प्लोयर काम दिने मान्छे, इम्प्लोइ काम गर्ने मान्छेको बिचमा राम्रो रिलेसन हुनुपर्छ। इम्प्लोइ डेभलपमेन्ट भिया ट्रेनिङ एन्ड डेभलपमेन्ट। इम्प्लोइलाई राम्रो ट्रेनिङ र डेभलपमेन्ट दिनुपर्ने हुन्छ। इट ब्रिङ्स चेन्जेस इन एटिट्युड अफ इम्प्लोयर एन्ड इम्प्लोइ। Limitations. It lays too much emphasis on technical aspect of work by ignoring the human interest. यसले चाहिँ यो थ्योरीले के भन्छ भने ह्युमनलाई चाहिँ सोसियल्ली उनीहरूको निडहरू फुलफिल नगरेर यो चाहिँ रोबोट हो, यस काम मात्रै गर्नुपर्छ भन्ने त्यो गर्छ क्या, उसको ह्युमन इन्ट्रेस्टलाई चाहिँ इग्नोर गर्छ क्या, वर्करको ह्युमन इन्ट्रेस्टलाई। दिस थ्योरी ओन्ली फोकसेस अन अपरेसन लेभल म्यानेजमेन्ट इन द अर्गनाइजेसन। अपरेसन लेभल म्यानेजमेन्ट भन्नाले फर इक्जाम्पल यदि म खाना बनाउँदैछु भने के अरे मेरो त्यो खानाको तारिफ मेरो खानाको मात्रै कुरा गर्छ क्या, न त कि त्यो इन्ग्रिडियन्ट कहाँबाट आयो, त्यो एकछिनको लागि सब्जी पनि त काटेर अरूले नै दिन सकेको हुन्छ, त्योहरू चाहिँ भन्दैन क्या, सिर्फ त्यो एक्जिक्युट भएको कामको बारेमा मात्रै कुरा गर्छ क्या। इट फोकसेस अन इन्डिभिजुअल पर्फर्मेन्स ओभर ग्रुप। यसले चाहिँ इन्डिभिजुअल पर्फर्मेन्सको बारेमा मात्रै कुरा गर्छ, ग्रुपको बारेमा कुरा गर्दैन। इट भ्युज इम्प्लोइज निड प्राइमेरली अन इकोनोमिक टर्म। इट हेज नट मेन्सन सोसियल फिजिकल साइन्टिफिक निड्स अफ द इम्प्लोइ। मैले भनिहालेँ सोसियल फिजिकल साइन्टिफिक निड्सको बारेमा कुरै गर्दैन। इम्प्लोइज आर फोकस टु वर्क अन द सेम टास्क लिड्स टु मोनोटोनी। इम्प्लोइलाई एउटै काम गराइ गर्छ क्या, अनि उसलाई अब बोर फिल भइहाल्छ नि, मोनोटोनी भइहाल्छ नि त्यो काम गरेपछि। थ्याङ्क यू।